Happy anniversary! Happy anniversary! Hey guys, हामी चाहिँ जाँदैछौँ आज मामा माइजूको एनिभर्सरीमा। मेरो साइकल पल्टेको छ। कसैकोमा साइकल छ अनि बल्ल कुरा गर्छु। नयाँ साइकल पल्टाइदिए यार, कस्तो बनाउँदै रहेछ। आज चाहिँ हामी जाँदैछौँ फेरि पल्टिन्छ मामा माइजूको एनिभर्सरीमा सरप्राइज दिनको लागि। हुँ गएपछि हेर्नु होला सरप्राइज। हामीहरू चाहिँ जान लागेको भनेको चाहिँ अहिले साइकलमा हो, किनभने हामीले हेर्न सक्नुहुन्छ। र म चाहिँ आफ्टर अ लङ टाइमपछि चाहिँ भ्लग बनाउनको लागि आएको छु। मैले भ्लग चाहिँ बनाउँछु थिइनँ किनभने आज मामा माइजूको एनिभर्सरी रहेको छ। त्यही भएर हामी तिनजना, मम्मी, म, दिदी भएर चाहिँ हामी सरप्राइज दिनको लागि चाहिँ मामा घर जाँदैछौँ। अब यहाँबाट मामा घर पुग्नको लागि हामीलाई लगभग कति मिनट लाग्छ? 10 मिनट लाग्ला, किनभने दुईजना 1 घन्टा त लाग्दैन। अब यही साइकलमा जाँदैछु। यो साइकलको ड्राइभर चाहिँ म हो। अब लेसको एकैचोटि उहाँ गएपछि भेटौँला। हामीहरू चाहिँ पुग्न लागिसकेका छौँ, किनभने हामी चाहिँ उताबाटको बाटो नगएर चाहिँ सर्टकट लिएका छौँ। किनभने सर्टकट लिँदा चाहिँ ठ्याक्क सजिलो हुन्छ। मम्सहरू पनि छन्। ए मम्स कहाँ हो? त्यही भएर चाहिँ लगभग हामी चाहिँ आउने बेला भइसकेको छ। किनभने साइकल पेली मजाले असिना पसिना भएर आइएको छ। कति बज्यो हेर्नु त गाडी? ओ मम्स कति बज्यो हेर्नु न? ओके 12 बजेको घाममा चाहिँ हामी फाइनली आइसकेका छौँ। घाम त छैन, त्यस्तो बित्ति कहाँ हुने घाम। ल सर्टकटको बाटो त यहाँबाट पो आइयो है, खुत्ता आइयो। अहिले चाहिँ यहाँ केक रेडी हुँदैछ र मामा माइजूको एनिभर्सरीको लागि चाहिँ यहाँनिर चाहिँ केकमा चाहिँ ह्याप्पी एनिभर्सरी मामा एन्ड माइजू लेख्दैछ। ओके अलराइट गाइज, हामीहरू चाहिँ मामाको भित्र पसिसकेका छौँ। म पनि आइसकेको छु। नानु चाहिँ अगाडि चाहिँ र मम्मी चाहिँ अगाडिबाट आउँदै हुनुहुन्छ, तपाईँहरूले हेर्न सक्नुहुन्छ। र यहाँनिर चाहिँ टक्क लाएर रेडी भइसकेको छ। कहाँबाट यो प्लास्टिक हाल्न? प्लास्टिकभित्र हाल्यो क्या होइन तेरा बाजे। अनि भर्र आएर दिने भित्र गरेर। अनि यो अनि ल अनि कतिवटा साँच्चिन्छ नि मैले। ल यो राख, डेटै राख्यो। यो होइन यो राख, यो फाल्दै म चाहिँ रेडी छु है। ल यो त्यहीँ राख, त्यो त्यहीँ राख। ल यो त्यहीँ राख न, हाल्दै के हो? साइकल कहाँ राखिदिने? साइकल कहाँ राखौँ? ओए रोक न, साइकल कहाँ राख्नु? रोक नि त। अनि यहाँ साइकल राख्छु क्या। मेरो हात फेरि त्यो चाहिँ लाइटर माग्न गएको छु। लाइटर लिन जाँदै हुनुहुन्छ भान्साको ढोका खोलेर टक्क लाएर। अब लगभग धेरै छैन र मम्स चाहिँ त्यहाँ बसेर हेरिराख्नु भएको छ। मम्स चाहिँ यता अब टक्क लाएर यहाँनिर चाहिँ मेरो हातमा चाहिँ केक छ। छिटसाथ ल ओके। हामी चाहिँ फाइनली गइसकेका छौँ। हामी चाहिँ यताभित्र, हामी चाहिँ यता जाउँ न। सट्टे Happy anniversary! Happy anniversary!
ल मामा माइजू ल यहाँ राख्नु भुइँमा टाउको नै धुवा खाइदिनु कस्तो बनाएको फेरि मैले त हेरेको थिएँ टाउको धुन्थ्यो त्यही हुन्न माइजू यस्तै हो अब सरप्राइज हो नि त यो त। मान्छे ल सबैले यो कान्छाले पढाइ लगाइदिएर यस्तो बनायो हजुर राम्रो राम्रो देखिनु भएको तपाईँ जान्छ कि केही हुँदैन जान्छ अहिले पानी हो यो अहिले आफै जान्छ मामा त भिज्नु अब मलाई हाल्दै त मलाई लाग्थ्यो त्यहाँबाट भिडियो गरेर राख्थेँ मैले उहाँ देखिरहेको थिएँ यहाँ देखिन्छ नि त कहाँ राख्नु नि हो हजुर टुल्ल्याउँछ र टुलमा मिल्दैन सरप्राइजै भयो छोरा त उ जस्तै देखेको शोभा जस्तो देखेको त्यस्तै देखेको आने उनीहरु यस्तै छ मम्मी कस्तो लाग्यो त एकदम एकदम बढी झकास त्यहाँ ऊ राखेको त लाइटको स्ट्यान्ड ह्यापी एनिभर्सरी मामा माइजो ए ल ओहो के भन यहाँ बाह्र आमालाई छुट्याउँदै हुन्छ हजुर भयो चढाएपछि हेलो मोबाइल बित्ने घाउ ल्याएर गराउँदिन हो ल आमा जानु तपाईँ यसरी काट्नु न त्यो ल आमा ल सिधै मलाई दिन्छन् क्या अहिले माइजू कस्तो ले हो र भनेको खुवाइदिनु परेन ए मैले काटेर यस्तो मलाई पाइदिने यार माइजूको कति वर्ष भयो 30 वर्ष हैन 30 हो छोरे त्यहाँ खुवाइदिनु छोरे मम्मीलाई 30औं वर्ष जीवन साथी मिलेर आज मनाइएको छ एनिभर्सरी अनि गेट छुर्ती कहिले आउँछ ब्लग आज खै भोलि होला ह्याप्पी एनिभर्सरीको यो भाउजू दिए भाउजूलाई नसके नि एउटा के जाति ल्याइछु सिरानी खोल यो भाइको हो व्रतबन्धको त्यो चाहिँ एक महिनापछि बल्ल आयो कि आमा जुत्ता किन्नको लागि यो मिल्छ कि मिल्दैन पहिला धन्यवाद धन्यवाद जुत्ता खै। यो जुत्ता यो ल टराई गरौँ त टराई हानिहाल्नु कति नम्बरको आमाको कति नम्बरको कति नम्बरको त्यो आमालाई फेरि खानै आत्तरी खायो लाउनु न त बुढाबुढी लाउने जुत्ता कति नम्बरको भनेको खै 42 42 मिल्छ मलाई कम्फर्टेबल भएको थियो के के भयो रे मेरो के भयो रे कम्फर्टेबल भएको थियो के जोगलाई किन खोलेर लाउनु कन्फेन्ट्रेटेडमा कम्फर्टेबल के को कन्फर्टेबल हो ए मैले त साइकलै उता अर्को घर छोडेर चाबी लाएर जा ए लाग्यो सानो छ र कि के हुन्छ अनि ओ बल्ल बल्ल होइन ठिक छ बल्ल बल्ल घुसिया कम्फर्टेबल भयो यतिकै लाउनु ठिक छैन के टेबल रे पातलो लाउनुपर्छ होइन होइन के टेबल रे खोल्न पर्छ ल अब चाहिँ हामीहरूले चाहिँ माइजूहरूलाई टक्क लाएर एनिभर्सरी मनाइयो हेर्न सक्नुहुन्छ ल माइजू यस्तो भनिदिनु कस्तो धेरै भयो धन्यवाद भन्दै कस्तो लाग्यो यस्तो हुन्छ अनि सोच्नु भएको थियो कि भएको थिएन यस्तो दिनु सोचेकै होइन नि यस्तो त सोचेकै होइन सोच्नु सरप्राइज सोचेकोले तब अब के अरे आज होलीको दिन हो के अरे हाम्रो त होइन सोच्दै कुरा भयो आज त्यही त आज होली त होइन हाम्रो त भोलि होली हो ल एडभान्समा ह्याप्पी होली ठुलो हुन्छ धन्यवाद लामा केही भनिदिनु लामा के छ के भनौँ यस्तो के खान पाएँ मिठो छ हो र यता पनि हालिसक्यो मेरो सुटो त्यहाँ झुन्डा खाले उसले दिएको चाहिँ मलाई ए माइजू के हो यो जयप्रिय यो मामाको गिफ्ट माइज ए गिफ्ट जयप्रिय हो जयपुरी भए पनि अब सिलसिला हो कि पानीपुरी भयो पनि कति राम्रो रहेछ त नि ओहो ल मान्छे राम्रो हो कि अब मामाले अब माइजूको लागि ल्याएको गिफ्ट लगाइसकेको चाहिँ हो ए ल हेर